म चाहिँ आज अन्डा करी बनाउन गइरहेको छु। अन्डालाई केलाएर राखेँ, प्याज मसिनो गरेर काटेर राखेँ, गोलबडा नि काटेँ। त्यसपछि साइडमा गरम मसला, मिट मसलाहरू राखेँ। कराई तातिन दिएँ, त्यसमा तेल राखेर बेसन राखेँ। यस्तो गर्दा चाहिँ अन्डा भुट्दाखेरि राम्रो कलर आउने गर्दछ। त्यही तेलमा मैले अन्डा उम्कलिसकेपछि त्यही तेलमा प्याज पनि राखिदिएँ। प्याज राखेर रातो हुने बेलासम्म भुट्न दिएँ। यतिको रातो भइसकेपछि प्याज, त्यसमाथि मैले गोलबेडा राखेर चलाएँ। गोलबेडा नगल्ने बेलासम्म चलाउँदै गएँ। गोलबेडा गलिसकेपछि त्यसमा गरम मसला, मिट मसलाहरू राखेर चलाएँ। मसलाहरू यतिको भुटिसकेपछि मैले तातो पानी राखेँ। यसमा तातो पानी राखेपछि अलिक छिटो उम्लिनलाई सहयोग हुन्छ। त्यसमा चाहिँ उसिनेर राखेको आलु थियो, त्यो नि राखिदिएँ। त्यो आलुले गर्दा चाहिँ रस अलि बाक्लो हुने गर्दछ। त्यसमाथि थोरै नुन थपेँ, नुन कम रहेछ। अन्डा राखेँ, अन्डा राखेर एकछिन चलाइदिएँ। यतिको भएपछि मैले लसुनको पत्ता राखेर एकछिन उम्लिन दिएँ। अनि यतिको भयो हाम्रो अन्डा करी। हेर्नु न, हेर्दै खाउँ लाग्ने भयो होइन त अन्डा करी।